ल देखाइदिनु त म्याजिक अनि पुग्छ कि त हो यो त अनि पुग्छ कि त ठाउँमा लोकेसनमा पुगेन भने के गर्ने Let's go guys, let's go. सीतापुरीमा let's go है guys. हैन? खोइ let's go भनेको. पुरै हाम्रो काकाले फेरि आमाम जाम आज ड्रोन सेट कुन एंगलबाट उडाउने भन्ने कुरो हाम्रो के गर्ने ड्रोन प्लानिङ गर्ने हो कि ड्रोन म उडाउँछु अर्कोले भाइरल गर्छ हैन जिन्दगीमा आफ्नो फुटेज चाहिँ अरूले चाहिँ हालेर भाइरल भयो त्यस्तो भयो नि त भयो नि हैन टिकटकमा लाएर 2-3 लाख भ्युज गयो अरूको आफ्नो गएन आफ्नो त 64-65 झन् 64-65 भयो नि गएछ त त्यो पनि इनफ इज इनफ के हो यो अरे के हो केटाकेटीले त दामी एक्टिङ राम्रो गरेर सेने ह्याङ्ग्लो जस्तै एक्टिङ गर्नुभयो सही हो आज सीतापुरीमा यस्तो दामी भ्लग हुन्छ दामी चौकी क्वालिटीमा काकाले मेरो खिच्ने भतिजले काका खिच्ने काकाले भतिजको खिच्ने भतिजले काका खिच्ने हैन थ्याङ्क यू नमस्ते म तपाईहरुको साथी सुकियो इन्ट्रोडक्सन चाहिँ छिरै हाल्नु पर्छ हैन वेलकम छ तान्सो क्रिएसन युट्युब च्यानलमा तपाईहरु अहिले तान्सो क्रिएसन युट्युब च्यानल हेर्दै हुनुहुन्छ हैन होला यो त सिजन मानियाकोमा जान्छ होला यो तपाईले तान्सो क्रिएसन युट्युब च्यानल हेर्दै हुनुहुन्छ कति यसले मात्रै हाइजेक गर्छ आजदेखि मैले यसको च्यानल हाइजेक गरेको वाउ थ्याङ्क यू गाइस थ्याङ्क यू लेट्स गो यस्तो गरेर क्या अनि बेलामा यता पनि यस्तो हेर्नु त कहाँ यसो बस्दा कहाँ देखाइदिनुहोस् यहाँ आउनु त अगाडि यहाँ मुनिको देखियो मोटो भ्लग गरेर जस्तो देखिँदैन आउनु न हेरिदिनु न सेटअप मिलाउन त्यस्तै कहाँ हुनुहुन्छ यतिको बस्दाखेरि कहाँसम्म देखिन्छ अनि गाडी चाहिँ यहाँनिर राखेर अनि वन अफिसमा चाहिँ के गरेको अनि काका सभ्य नागरिकको परिचय ओ माई गॉड यार कसले बिताएर यहाँनिर राखेछ यस्तो चाहिँ नगरेको हुन्थ्यो नि यार फेरि राख्दिनु भएको के गर्नु सभ्य नागरिकको परिचय डस्टबिन छैन खोइ हालिदिनु न कटरे चोक याद राख्नु होला सबैले कटरे चोक इज द मोस्ट फेमस इन द वर्ल्ड यो चाहिँ नलगा इन द वर्ल्ड यस्तो गर्नु हुँदैन यही त लाउने हो त अनि जान कमान राम्रो देखिँदैछ बब्बाल टाउको दायाँ बायाँ घुमाउनु हो वेलकम ब्याक टु माई च्यानल सबैजनालाई के हुँदैछ हल्ली सबैजनाको आज हामी जाँदैछौँ स्वयं राईको जन्ती जाँदैछौँ हामी सबैजनाले हेरिदिनु होला है त धन्यवाद Welcome to my channel. It's me, Vision Vlogs. मेरो 10 मिलियन पुगेको उपलक्ष्यमा आज म मेरो दाइलाई यसो पार्टी दिन जाँदैछु अब यस्तै हो होइन मेरो युट्युब च्यानल 10 मिलियन सब्सक्राइब पुगिसकेको छ त्यसकै खुसियालीमा हामी घुम्न जाँदैछौँ है त बाई बाई 12-20 भएछ होइन हाम्रो युट्युबर काकालाई फेरि अचानक के भयो बाजेको पसिनाहरू हेर्नु स्वास्थ्य स्थिति गडबड अचानक देख्न सक्नुहुन्छ गाइस हामी कहाँ छौँ अहिले हामी कहाँ छौँ
यो लक्ष्मी फुड हो त फेरि नमस्ते नमस्ते भन्न सुरु गरिसक्नु भयो होइन हामी चाहिँ अब यता चिसो वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज आन्टीकोमा आज जुस यहाँको चिसो जुसले चाहिँ हामीलाई इनर्जी दिन्छ भन्ने लागेको छ लेमन कहाँबाट ल्याउनु भएको यो यो लेमनै हो रेस्ट नभएर हो क्या कहाँको हो यत्रो यत्रो यार लेमन आज फेरि सबैभन्दा ल्याङ चाहिँ यो काकाले गर्दा भयो क्या ल्याङ हो यो काकाले ल्याङ त होइन अलिकति स्वास्थ्य हेल्थमा कम्प्रोमाइज गर्नुपर्ने अवस्था आयो होइन तर पनि केही छैन हामी अब लगभग हाम्रो गन्तव्यको नियर छौँ त्योभन्दा अगाडि जुस खाइदिउँ भनेर नि हामी त पर्खिँदा 2 घन्टादेखि बल्ल हाम्रो काकालाई अलिकति सन्चो महसुस भएर 2 गिलास थपिदिने बेला हो फेरि के छ त अनि यहाँसम्म आउँदाखेरिको तपाईँको अनुभव हल्का निन्द्रा लाग्यो के छ त अनि कहाँ हराउनु भयो अलिकति एकछिन हराए जस्तो सँगसँगैमै हिँड्दैछु त अनि पान पसलमा निस्किने भ्याउनु भयो क्या आमा जुस खाइसकेको के भन्छ एक्सट्रिम के हो जुस खाउँ होइन त अहिले 50 को यो सानो यो 100 को ल अब एक ठाउँ बनाउन आजे ल चेयर सानो न त अघि सकिसक्यो चेयर सानो ह मैले अघि भनेको त बिरेन नुन लाउनु भएन अलिकति कम्ती भएछ अलिक हाल्नु त भन् त भाइ म बिर्ताबाट छु वाउ फ्यान्टास्टिक बियरको गिलासमा अघि सट्टै फ्यान्टास्टिक अहिले चाहिँ अब कति मिनट पुग्छ अब पुगिहालिन्छ 10 मिनट अब लगभग 1 घन्टा अब अझै 1 घन्टा लाग्छ यति टाढो हो र होइन होला क्रस हो दमक छेउ हो होइन 1 घन्टा लाग्छ बिरेन नुन चाहिँ मुनि बसेन नि त यो त खास गरी आनन्द भयो खानेर खानुभन्दा तपाईँले हेल्थको लागि खाना त होइन नि डक्टरले त खान्छ यार शुद्ध शाकाहारी मान्छे बिरामी भइसक्यो अब के भन्नु जसले आन त्यसले जान भन्ने एउटा सुनेको छैन जसले के अरे फेरि जसले आन त्यसले जान यो डक्टरले त अपरेसन गर्नुभन्दा अगाडि खान्छ ल्याउनु पर्छ नि होइन यता चाहिँ पहिला झानेर खुवाउनु पर्ने मान्छे चाहिँ देखाउन यता जाँड झानेर छैन नि जाँड झानेर मसला घिउ हाल्नुपर्छ होइन फुल्नुपर्छ होइन अनि मेथी हाल्नु मजा आएर जस मेरो कन्टेन्ट बन्दैछ अझै ब्याटल पर्दै जाउँ ब्याटलहरू अझै आधी घन्टा थोरै कागती हाल्नु नि अब यसलाई धेरै भएपछि अघि बेकार दिएको क्या यसलाई उता मागिरहेको के माग्छ काफी खाना लाग्यो नि म काफी खाना लागेन अहिले
उताबाट सपोर्ट गरिदिन्छ त अहिले त 25 रुपियाँ गोटा भएको छ कि कति भएको छ ओइ यस्तो कुरामा हो क्या लोभ गरेर यस्तो बिराएको यत्रो कागतीलाई त 20-25 पर्छ होला नि अनि यता यहाँ बिर्तामोडमा सस्तो छ नि अस्ति बिर्तामोडमा त घुमेको मैले सोधेँ ए हाम्रो घरमा आउनु त हाम्रो बोटमा सस्तो छ यो कति रुपियाँ गोटा भन्नु हाम्रोतिर यसलाई 20 रुपियाँ लिन्छ ए भयो 10 रुपियाँ गोटा होला भयो नागा टसेको बाजे अत्यधिक गर्मी जाडो परेको कारणले कुवालो देख्न सक्नुहुन्छ अगाडि पुरा कुवालोले ढाकिरहेको छ नाच्छ कि क्या उताबाट कुवालो पानी गाडीले क्या उयोमा पानी हाल्दै रहेछ कि मतलब यहाँदेखि सबै भिजेर हैन अनि कसरी चाहिँ अगाडि जानु कस्तो लागिरहेछ त फाइनली आइपुग्यौँ त हामी त आइपुग्दै गयो है के जाने त फिडब्याक दिनुहोस् न यहाँ आएपछि के होला कस्तो फिल भइरहेछ राम्रो फिल भइरहेछ हरियाली फिल भइरहेछ के गर्न आएको रे हामी स्पेसली चण्डीनाच होइन अहिले फेरि कमेन्टमा फेरि चण्डीनाच होइन भन्छ साकेला हेर्न आएको भन्नु न विशेष त्योभन्दा पनि अघि त्यहाँनिर चिसो खाँदाखेरि भनेको केटी हेर्न आएको अरे दादा केटी हेर्न के हो भने पानीले भिजायो पुरा रिस उठ्यो होला नि गाली रिस त उठेन लाज लागिरहेको छ क्या गाली कतिको हान्यो मनमा नै ल त लिङ्ग भएर आइपुग्यो यो रहेछ हाम्रो के भन्छ सीतापुरीको वान अफ द फेमस साकेला थान डाइरेक्ट हेर्दा चाहिँ देखिँदैन मिठी पसल गुलियो मन पर्दैन फेरि हामीलाई पस्दैन फेरि होइन न त खानुहुन्थ्यो नि दुईटा लाटा हिरोलाई देखा न अरे लाटा हिरो ओ माई गड गर्नु न त्यसको लागि आएको बुझ्यो नि त त्यो भाषा सुक्योङाङ काकाको अडियन्सहरू त भेला भइगयो छ त त्यहाँनिर दुईजना हामी चाहिँ जाँदैछौँ हामी चाहिँ बिस्तारै भित्र पस्दैछौँ हामी चाहिँ हाम्रो टोलीलाई खोज्दैछौँ हाम्रो नृत्य टोलीहरू यति बेला कहाँ हुनुहुन्छ हो दादा सरी के हो अनि साँडे जस्तो पुरा एकोर
स्पोर्टमा आएपछि त मान्छे कस्तो अन्तिम हो सेलाउने दिन अरे सेलाउने दिन अरे आज सेलाउने आज नित्य सेलाउने दिन हाम्रो साकेला सेलाउने दिन आज कस्तो ठुलो एक्सपेक्टेसन लिएर आएको थिएँ म थाहा छ के अरे ड्रोन चाहिँ होइन चट्ट उडाउने अनि टिकटकमा हाल्ने होइन तर आधी प्रब्लम यो चाहिँ तपाईँले गर्दा भयो मान्नुहुन्छ कि हुँदैन एग्री गर्छु त ए सरी एग्री हो ल कता गयो फेरि देखिसकेको छ सबैले थाहा छ हेलो 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 यो टोलीलाई त चिने जस्तो लाग्छ होइन यो टोली सम्पन्न गरिदिनु होला र शिवसेना ट्याक्सीलाई प्रवेश गरिदिनु होला तपाईँको निर्धारित समय रहेको छ तपाईँले पनि समयमै सम्पन्न गरिदिनु अनुरोध गर्न चाहन्छु र म पुनः एउटा सूचना जारी गर्न चाहन्छु बल्ल बल्ल कल भेट्यो कि बाटोमा लगाएको फाउन्डेसनहरू पखाल्नु पऱ्यो धेरै हेन्सम भयो क्या ल कल यहाँ रहेछ नि त है सुविधा चाहिँ रहेछ क्या दामी बुद्ध शान्तिलाई र म पुनः सूचना पालन गर्न चाहन्छु एकजना बहिनीको बुढेको थैलो यदि कसैले भेट्नु प्रोग्राम हल्दीबारीबाट आउनुभएको बहिनी हुनुहुन्छ यहाँ कसैलाई उपलब्ध गराइदिनु होला यहाँ साकेला यो आयोजक समितिलाई यहाँ हाम्रो स्वयंसेवकहरूलाई यहाँ स्टेजमा चाहन्छु बुढेको थैलोमा 100 रुपियाँको चस्मा झर फाउन्डेसन पखाल्यो होइन अनि त्यही भयो अरे ओहो गाडीपट कहाँ हराउनु भयो हाम्रो भन्दैछु म त पक्रा बेबारिक खोइ बेबारिक के छ अनि बेबारिक मान्छे कस्तो लागिरहेको छ बेबारिकलाई छोडिदिएको आजको लुक्सले त मारेको छ त यता त मार्छ अब दिनदिनै यो खालको लुक्स आउनु थाल्यो भने के लेखेको छ यो अभिवास कतिखेर आउनु भएको सकिँदैन चस्मा आएन अब 100 रुपियाँको चस्मा अरे 100 रुपियाँको अघि पानीमा डुबे फेरि 100 रुपियाँको चाहिँ होइन होला एक्चुली यसको चाहिँ प्राइस चाहिँ भन्दाखेरि 1500 है 1500मा 400 घटाउँदा कति हुन्छ अरे 400 माइनस गरौँ न 1500 यसलाई मात्रै त यसको सब्सक्राइबरले देखिहालेको छैन यता पनि देखाउ न साकेला टोली व्यवस्थापन समितिका आजको यस्तो चाहिँ कतिखेर आयो अरे सदस्यज्यूहरू फाइनली हाम्रो भेट भएको छ फाइनली यता अर्को मान्छे आइसक्नु भएको छ एउटै फ्रेममा आज हेर्नु न यार कहाँ लुकेर बसेको यार के छ भने इन्ट्रोडक्सन प्लिज तपाईँलाई अडियन्सहरूले धेरै खोजिरहनु भएको छ यति बेला अडियन्सहरूले तपाईँलाई धेरै खोजिरहनु भएको छ के भन्न चाहनुहुन्छ म केही भन्नु चाहन्न नखोज्नु होला मलाई यता हो हालिँदैन हौ यो तारावनको जस्तै चिल पाराको रहेछ यहाँनिर चाहिँ अलिकति कतापट्टि बहिनीहरू छ ए हाम्रो टोली यता हो कहाँ छ
फाइनली मिक्सन भ्लग र हाम्रो स्वयं राई भ्लग सँगसँगै हामी एउटै फ्रेममा यति बेला देख्न सक्नुहुन्छ। उसले पनि कन्टिन्यू भ्लग गरिरहेको छु, मैले पनि कन्टिन्यू गरिरहेको छु। दुईजनाकै चल्नेवाला छैन तर पनि हामी छोड्ने चाहिँ होइन फेरि। अनि यो अलिकति चिल पाराको रहेछ यहाँनिर चाहिँ एराउन्ड हाम्रो आसपास वरिपरि एकदम चिल प्लेस। अनि मलाई चाहिँ अलिकति यो हाम्रो तारा बनाएको चौरीको झ्याझलको पनि दिलाइरहनु भएको छ यति बेला यो ठाउँले। मिक्सन भाइ मेरो फुटेज राम्रो निकालिरहेको ल, यसबाट राम्रो आएन भने त्यसबाट। अनि हाम्रो टोलीलाई अलिकति देखिरहेको छैन हामीले यति बेला। टोलीसँग चाहिँ मिटअप गरेपछि त्यस पछाडि बाँकी फुटेज दमदारै आउला भन्ने लागेको छ। कतै छ हाम्रो टोलीलाई, कतै देखिसक्यो छैन है। क्लाउड अब यहाँबाट चाहिँ ड्रोन उडाउनु पर्ने हुन्छ हामीले एकचोटि होइन। ड्रोन उडाउने मान्छे आउँदै हुनुहुन्छ यहाँ परबाट, उड्छ कि उड्दैन अब हेर्नु पर्छ उहाँ आएपछि। केटाहरू फुटेज बिगार्नुमा माहिर, बिचरा क्या चिलपिलमा दिँदै थियो हाम्रो काकाले। अनि भन्नुहोस् तपाईँलाई ड्रोन देखेर कस्तो लाग्यो आज? पहिलोचोटि ड्रोन देख्नुभयो होला है सायद लाइफको? हावा पनि खेल्दो रहेछ है। हो हावा पनि खेल्दो रहेछ। योभन्दा अगाडि तपाईँले ड्रोन कतै देख्नु भएको थिएन नि है? सस्ता बजारमा पनि देख्नु भएको थिएन? त्यो सस्तोवाला 300 रुपियाँ गोटाको थाहा छैन? हेलिकप्टर कुदाउनु भएको थियो त्यो पहिले 100 रुपियाँमा पाउने खालको। लाइफमा अनुभव छ? छैन। कागजको चाहिँ छ, गाह्रो छ साथीलाई, गाह्रो छ अलिकति। म मात्रै अलिकति ठुलै युट्युबर भएको कारणले अहिलेसम्म सबै कुरा देखिसकेँ, तर साथीलाई गाह्रो छ। भाइको भाइ गर्छ त अनि पुरा नजिकबाट। हामी खतरा बाटो हिँड्दैछौँ आज। के हो यो साथी? हेल्प मी प्लिज। यस्तो दामी फाइट सिन सुटिङ हुँदै थियो यार। केटाहरूले अलिकति डिस्टर्ब हान्दैन नि, डिस्ट्र्याक्सन। त्यो फुटेज चाहिँ भरे अब जसरी भयो नि मलाई चाहियो है। हजुर त्यो फाइट सिनवाला चाहिँ फुटेज चाहिँ मलाई चाहियो जसरी भयो नि। भन्ने कुराहरू रोज्दै आउँदाखेरि युरोपले विकासमा अड्को मारेर गयो। युरोपको तुलनामा आज हामी 800 वर्ष पछाडि छौँ। तथापि ढिलै भए पनि यो सपोर्ट गरेको भनेहरूलाई सपोर्ट गरेको हामीले आफैलाई खोज्न थालेका छौँ। त्यसकारण यो आदिवासी जनजातिहरूको अथवा सीमान्तकृत समुदायको एउटा स्वर्ण युगमा हामी सबै एकजुट भएर यसरी नै आफ्नो भाषा, संस्कार, संस्कृतिको जनगणना गर्दै अगाडि बढ्नुपर्छ। यस मिल्यो लास्टको भनाइ। यो जुन नीति छ हाम्रो संस्कार, संस्कृति, भाषा, नीतिको भावी पुस्ताहरूलाई सुरक्षित रूपमा हस्तान्तरण गरौँ भन्ने गराउनै पर्ने हुन्छ। यस वर्तमान परिप्रेक्ष्यमा यो कहाँ ठेल्छ हौ? ठुक्कै कपिराइट लाग्ने ठाउँतिर आइयो नि त अब त भएन त। म्युजिकमा फिल गरेर नाच्नुहोस् कृपया, राम्रो छ भाइ। गोरे कहाँ गयो? गोरे फेरि यति छिटो फेरि डान्स हाल्देऊ न भाइ, एउटा डान्स हाल्देऊ न एउटा। नो प्लिज, सरी दा प्लिज, ल प्लिज, सरी
गोरे कहाँको गोरे एकैछिनमा हरा मैले त इन्जोय गर्दैछु तिमीले के गर्दैछौ म नाचिरहेको हामीलाई त रमाइलो भइरहेछ सुरुमा ड्रोन उडाएको ठाउँमा छ अरे उता हेरौँ हो सुरुमा ड्रोन उडाएको ठाउँमा चाहिँ हाम्रो केही साथीहरू हामीलाई प्रतीक्षा गरिरहनु भएको छ त्यसको लागि हामी जाँदैछौँ हेलो एक्सक्युज मी अनि त्यहाँदेखि यो हेलो नेम प्लिज देवराज ल युट्युबमा हेर्नु ल वान अफ द फेमस सिजन बानियाको भ्लगमा सिजन बानियाको ल हाम्रो पनि सेवारो सेवारो है तपाईँहरूलाई पनि ल सेवा चाहिँ है हाम्रो अलिकति मिस्टेक भएको छ हो वाउ यो नृत्य टोलीको कहाँबाट आउनुभएको होला तपाईँहरू हामी घरैबाट हो होइन घरैबाट भन्दा पनि तपाईँहरूको थ्याङ्क यू सो मच कहाँबाट घरबाट भाइ कहाँबाट शिव सदाक्षी गुड ह्याभ इन्जोय ओहो हाम्रा साथीहरूलाई खोज्ने क्रममा बल्ल बल्ल बेला परिसक्नु भएको छ गर्मीले गर्दाखेरि हो लागिहाल्नु हाम्रो सक्यो भाइ बाबा यति 50 रुपियाँ असुल ल अरे ल अब जानु त होला नि के राजन आउँछ अरे राजन जान्छु भन्दै थियो माला हेरौँ हो माला लानै पर्ने हुन्छ एउटा चिनो त लानै पर्ने थियो साथी दाजुभाइ कहाँ जानु त ल त अब नचाहँदा हामी घर जानुपर्ने अवस्था छ मेलाबाट छुट्टिनुपर्ने अवस्था छ जाँदा के भन्न चाहन्छु भाइ मेरो भाइ इमोसनल अट्याच हुँदै थियो भाइहरू आउँदै थियो होइन किन हामी त्यतै निस्किँदैछौँ काम पनि त गर्नु पऱ्यो नि केटा लगर हिँडेर मात्रै हुँदैन अब कन्याले बितामर गएर सामान रिसिभ गर्नु छ हामी हाफ टाइम युट्युबरहरूलाई गाह्रो छ बोनी बुत्तो गर्नु पर्यो केटो के गर्नु गाह्रो छ यताबाट पैसा आएको छैन अब के गर्नु पैसा आउनेतिर जानु पर्यो नि ल लेट्स गो यता फेरि छुट्टै अर्कै खालको छ
फेरि हाम्रो क्यामेरा